चाहिए स्याउला बरु स्याउला बाँचेर मैल्याउला मसालाले चना मिठो घिउले को बेला परानै जान्छ चल पाउँदैन दौलतले ठुलो ठान्ने मान्छेसँग मनमुटु साथी रूपक भाइ दौलत ठुलो ठान्नेसँग मनमुटु साथी हो दौलत ठुलो ठान्ने मान्छेसँग मनमुटु साथी हो म गरिब थिएँ गैन छोडेर कसको के लाग्यो दामी 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 नाटकीय छत्र छायामा तिम्रो म हुर्किरहन सकिनँ कान्छी ए कान्छी नाटकीय छत्र छायामा तिम्रो म हुर्किरहन सकिनँ नाटकीय छत्र छायामा तिम्रो म हुर्किरहन सकिनँ तिम्रो जालजेलको माया पुग्यो बस म त्यस्तै छु तिम्रोसँग छुट्टिन्छु भन्यो स्वार्थीको उपमा दियौ गम्भीर परिणाम स्वीकार्दै भने हस् म त्यस्तै छु गम्भीर परिणाम स्वीकार्दै भने हस् म त्यस्तै छु म होइन ऊ सम्झेर दिनहुँ रोइरहने आँखा हुन् म होइन ऊ सम्झेर दिनहुँ रोइरहने आँखा हुन् मलाई नरो रुनु हुँदैन भनेर कसको के लाग्छ वाह 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 नसुनेमा पानीको छरकी फर्की हेर्छे के माया छरकी ल है हामी स्वर्ग आइपुग्यो स्वर्ग 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 हेर्ने हो स्वर्ग कस्तो हुन्छ यस्तो हुन्छ यस्तो हुन्छ स्वर्ग यस्तो हुन्छ पुरा अँध्यारो अँध्यारो छ क्या अँध्यारो अँध्यारो टक्क प्रकृति चाहिँ आफैमा सुन्दर छ होइन प्रकृतिसँग कसैको के लाग्दैन भन्छ नि प्रकृति आफैमा सुन्दर छ प्रकृतिले यस्तो राम्रो दृश्य छ दृश्य हेर्नलाई खास स्वर्ग भने यही नै होला क्या होइन एकदमै राम्रो छ अझ क्लियरली रूपमा चाहिँ बादल खुलिदिएन बादल खुलिदिएको भए चाहिँ यहाँबाट एकदमै तल 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 फाँटको दृश्य चाहिँ हामीले हेर्ने भनेर आएको खासमा त्यो चाहिँ अलि आज असमर्थ भइयो तर पनि यो दृश्यले हामीलाई मन लोभ्यायो फेरि पनि आउनलाई उत्प्रेरित गर्यो यो ठाउँले चाहिँ होइन त एकदम 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 बादल पनि टक्क कस्तो लागिरहेछ भने चाहिँ यहाँनिरबाट बिचको सानी भयो जस्तो क्या हो ऊ त्यो हाम्रो पाथेबाट सिद्धाको फेदमा होइन त्यो कापमा सानी निशाना छुट्याएको जसरी छत्तीसगढी गाउँपालिकाको चाहिँ 2 नम्बर वडा र 3 नम्बर वडाको सिमाना छुट्या जसरी बादल त्यहाँबाट लागिरहेको छ एकदमै राम्रो छ इन्जोय गर्नुपर्छ है कठै भन्दै अब पानी छम्केर कसको के लाग्छ कठै भन्दै अब पानी छम्केर कसको के लाग्छ खरानी भइसक्यो दिल जलेर कसको के लाग्छ कठै भन्दै अब पानी छम्केर कसको के लाग्छ खरानी भइसक्यो दिल जलेर कसको के लाग्छ म होइन ऊ सम्झेर दिनहुँ रोइरहने आँखा हुन् म होइन ऊ सम्झेर दिनहुँ रोइरहने आँखा हुन् मलाई नरो रुनु हुँदैन भनेर कसको के लाग्छ वाह 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 मलाई नरो रुनु हुँदैन भनेर कसको के लाग्छ तिमी राजधानी की हौ अभाव झेल्न नसकेर तिमी राजधानी की हौ अभाव झेल्न नसकेर गए पनि मेरो कर्णाली तरेर कसको के लाग्छ गए पनि मेरो कर्णाली तरेर कसको के लाग्छ दौलत ठुलो ठान्ने मान्छेसँग मनमुटु साथी रूपक भाइ दौलत ठुलो ठान्नेसँग मनमुटु साथी हो दौलत ठुलो ठान्ने मान्छेसँग मनमुटु साथी हो म गरिब थिएँ गैन छोडेर कसको के लाग्यो दामी 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 भन्दै अब पानी छम्केर कसको के लाग्छ खरानी भइसक्यो दिल जलेर कसको के लाग्छ प्रेमको खेती भयो लस म त्यस्तै छु फर्स्ट आएन प्रेमको खेती भयो लस म त्यस्तै छु अरू सँगै हुन थाल्यो तिम्रो लसपस म त्यस्तै छु फर्स्ट आएन प्रेमको खेती भयो लस म त्यस्तै छु अरू सँगै हुन थाल्यो तिम्रो लसपस म त्यस्तै छु एनालाई निहाल्दै सोधेछ म कस्तो छु भनेर उसले
एनालाई निहाल्दै सोधेछ म कस्तो छु भनेर उत्तरमा एना बोलेछ त जस्तो छस् म त्यस्तै छु एना बोलेछ त जस्तो छस् म त्यस्तै छु नाटकीय छत्र छायामा तिम्रो म हुर्किरहन सकिन कान्छी ए कान्छी नाटकीय छत्र छायामा तिम्रो म हुर्किरहन सकिन नाटकीय छत्र छायामा तिम्रो म हुर्किरहन सकिन तिम्रो जालजेलको माया पुग्यो बस म त्यस्तै छु तिम्रो जालजेलको माया पुग्यो बस म त्यस्तै छु तिमीसँग छुट्टिन्छु भन्यौ स्वार्थीको उपमा दियौ तिमीसँग छुट्टिन्छु भन्यौ स्वार्थीको उपमा दियौ गम्भीर परिणाम स्वीकार्दै भने हस् म त्यस्तै छु गम्भीर परिणाम स्वीकार्दै भने हस् म त्यस्तै छु फस्टाएन प्रेमको खेती भयो लस म त्यस्तै छु अरूसँगै हुन थाल्यो तिम्रो लस म त्यस्तै छु लसुनेको लेखमा कुहिरोको सँगसँगै चिसो हतासँगै चिसो चिसो सिरेटो चलिरहेको छ हाम्रो टोलीले आगो बालिरहेको छ जलन दाइ 2 शब्द कस्तो लाग्यो त यहाँ फेरि यो एकदमै स्वर्गीय आनन्द भनेको यही हो होइन स्वर्ग मरेपछि स्वर्ग पुगिन्छ भन्छन् तर हामी नमर्दै चाहिँ स्वर्ग आइपुगेछ चिसो त भयो छ आमामा यसको रियाक्सन के हो नि भोलि बोल्दा हुन्छ सब बिरामी अहिले बसिसक्यो अब गाह्रो छ तर पनि इन्जोय चाहिँ हामी भरपुर इन्जोय लिइरहेका छौँ यतिखेर हाम्रो ग्रुपले हाम्रो टोली चाहिँ अब टक्क केही नास्ताहरू बोक्दै थियो एकदम अनि व्यवस्थापन रूपक बुढाथोकी हुनुहुन्छ भन्ने यार व्यवस्थापक रूपक बुढाथोकी स्पोन्सर बाई सन्तोष मगर म मात्रै खाली छु क्या मेरो बाइकमा पछाडि बस्ने कोही छैन सब डबल छ सम्पर्क गरौँ अर्कोचोटिलाई योचोटिलाई यस्तै भयो चाहिँ खानपिन पछि टक्क फोहोर व्यवस्थापन हुँदैछ एकदम कति पनि फोहोर नगरौँ भनिकन यहाँ चाहिँ फर्स्ट आउने टोलले एकदम फेरि फोहोर गरेछ नसुनेमा पानीको छरकी फर्की हेर्छौ के माया छरकी बस माया ओछ्याई स्याउला बरु स्याउला बाँचेर मैल्याउला तिम्रो माया यो मनमा सारो भो आए भेट्न लसुने जारो भो बस माया ओछ्याई स्याउला बरु स्याउला बाँचेर मैल्याउला ओछ्याई स्याउला बरु स्याउला बाँचेर मैल्याउला ओछ्याई स्याउला बरु स्याउला बाँचेर मैल्याउला लसुनेमा घुम्नलाई आएको यो ठाउँमा क्या चिसो लौ भएको बस माया ओछ्याई स्याउला बरु स्याउला बाँचेर मैल्याउला मेरो माया ओछ्याई स्याउला बरु स्याउला बाँचेर मैल्याउला मैल्याउला बरु स्याउला बाँचेर मैल्याउला बाँचेर मैल्याउला यो मायालाई आजै हो देखेको
देब्रेपट्टि चन्द्रमा लेखेको यो मायालाई आजै हो देखेको देब्रेपट्टि चन्द्रमा लेखेको बस माया ओछ्याए स्याउला बरु स्याउला बाँचेर मैला ओछ्याए स्याउला बरु स्याउला बाँचेर मैला बरु स्याउला बाँचेर मैला चिसो चिसो सिरेटले हान्यो माया किले तान्यो तान्यो मासु मिठो मसालाले चना मिठो घिउले को बेला परानै जान्छ चाल पाउँदैन जिउले शीतको थपा टलकियो फुलको तरेलीमा नजर मेरो बसी गयो झिमझिम परेलीमा शीतको थपा टलकियो भुइँमा टल टल जरा मेरो टलकियो